सामाजिक लोकतन्त्र एउटा यस्तो शासन प्रणाली हो जहाँ छनौट गर्न पाइन्छ, अर्थात् जनताले आफ्नो प्रतिनिधि चुन्न सक्छन्, पेट पाल्न पाइन्छ, अर्थात् सबैलाई काम रोजगार र न्यूनतम ज्यालाको व्यवस्था हुन्छ, सस्तो उपचार र पढाइ अर्थात् सरकारी अस्पताल र विद्यालयमा निःशुल्क वा सस्तो सेवा पाइन्छ, धनी र गरिबको खाडल मेटाइन्छ, अर्थात् धेरै कमाउनेलाई बढी कर र गरिबलाई राहत र भत्ता, शोषण हुँदैन, अर्थात् मजदुर, किसान, महिला, दलित, अल्पसङ्ख्यक सबैको अधिकार सुनिश्चित हुन्छ। यो यस्तो घर जस्तो हो जहाँ घरको मालिक आफ्नो हुन्छ तर परिवारका सबै सदस्यलाई रोटी, औषधि र शिक्षा सरकारले सुनिश्चित गर्छ, कसैलाई भोकै राख्दैन र कसैलाई धेरै बढी दिँदैन, सबैलाई बराबर मौका दिन्छ। हाम्रो संविधानमा पनि समाजवाद उन्मुख लोकतन्त्र भनेको छ, जसको मर्म पनि यही हो, गरिबलाई उठान, आर्थिक विकास र सबैको हक सुनिश्चित गर्ने। त्यसैले सामाजिक लोकतन्त्र नै आजको आवश्यकता हो।